एउटा सडक नाटक लिएर उपस्थित भइसकेका छौँ। त्योभन्दा पहिले चाहिँ हामी केही बेर मनोरञ्जनतर्फ लाग्छौँ। हामी चाहिँ अब केही बेरमा चाहिँ सडक नाटक यहाँहरू सामु प्रस्तुति गर्नेछौँ। त्योभन्दा पहिले चाहिँ हामी केही बेरसम्म मनोरञ्जनतर्फ लाग्छौँ। हेरिदिनुहोस् है त यहाँहरूको मनोरञ्जन। आज यहाँहरू सामु हामी एउटा सडक नाटक लिएर आइसकेका छौँ। सडक नाटक हामी जसलाई गरिबको लागि हामी यस सडक नाटक यहाँहरू सामु प्रस्तुत गर्न चाहन्छौँ। अनि अब चाहिँ ढिला नगरिकन सडक नाटक यहाँहरू सामु सर्वप्रथम त हामी सर्टमा एन लेखेको थिएँ कि त्यही भएर मैले इन्सपेक्टर हो कि जस्तो लाग्थ्यो तर के हो नाराबाट सुरुवात गर्नेछौँ। हाम्रो घर सफा राख्नु हाम्रो घर, हाम्रो घरटी हाम्रो घर सफा राख्नु हाम्रो घर, हाम्रो घरटी हाम्रो घर सफा राख्नु हाम्रो घर। धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब चाहिँ हामी ढिला नगरिकन हाम्रो पुरा एक राउन्ड हान्दिउँ सबै मान्छेहरूलाई क्याप्चर गर्ने होइन त जहिले पनि किन ढिला गर्छस्? आज किन ढिला गरिस् भन् त? ए पहिला त कुवामा सस्तो माछा पाइन्थ्यो तर अहिले के भएछ त? ए हो र, मलाई त थाहा नै थिएन। बरु स्कुल जान ढिला भइसक्यो। हिँड स्कुल जाम। यसको विषयमा स्कुलमा गएर कुरा गरौँ ल। हुन्छ। हुन्छ त भन्छ सनी खाम न त। हुन्छ सँगै खाँदै जानु त है। म त खान्न, म अहिले स्कुल गएर खाने हो। किन खान्नेस् भन् त? म त स्कुल गएर तपाईँ गिज्दै गिज्दै खाने हो। ए मैले त अहिले नै खाएको। तँलाईको म जिम्मे गएँ अहिले। म पनि खान्न, अहिले पछि स्कुल गएर नै खान्छु। तँलाई गिज्दै गिज्दै खान्छु अनि बल्ल खान्छस्। हेर्दा हेर्दा मेरो दाल रोटी पनि खाइसक्यो। होइन त किन खोज्दा त खान्छस्? ए तैँले मलाई किन हिर्काएको? जब एउटा गालमटको खुस्टा त फाल्दैन के हुन्छ र? तर यो दालमटको खुट्टा जस्तो लाग्छ। रोडमा फालेपछि त यो फोहोर भएन र? ओहो यहाँ के हुँदैछ? तिमीहरू स्कुल जान छोडेर किन यहाँ हल्ला गरेर बसिरहेछौ? हेर न अघि हामीले सौनी दिदीको पसलबाट दालमट खाएर आएको। यो चङ्कीले त खाएर फोहोर भुइँमै फालिदियो नि। ए हो र, यस्तो किन गरेको चङ्की तिमीले? यो फोहोरलाई तिम्रो आफ्नो पाकेटमा राख। ए हरि, यो हामी दुई बिचको कुरा हो। तिमी यसमा बाटो नआउ त। यस तिम्रो विषयको कुरा हो। तिमी यसमा नपरेकै जाति तिमी आफ्नो अटो लगाइहाल त। यो तिमीहरू दुई बिचको कुरामा छ होइन, यो त हामी सबैको कुरा हो। होइन तिमीले ठिकै भने यो त हामी सबै मनुष्यको कुरा होइन र? यसरी चङ्गीले बाटोमा फोहोर फाल्छ, त्यस्तै देखेर सबै मानिसहरूले बाटोमा फोहोर फाल्दै गऱ्यौँ भने त वातावरण नै प्रदूषण हुन्छ नि। वातावरण प्रदूषण भयो भने हामी मानिस नै त हानि हुने। ए हो र, मलाई त थाहा नै थिएन। अब यसको बारेमा स्कुलमा गएर कुरा गरौँ ल। बरु स्कुल जान ढिला भइसक्यो, जाम। ल 10 बजीमा आँटिसक्यो। उहाँ स्कुलमा सरले मार्नुहुन्छ हामीलाई।
गाह्रो भइसक्यो कति दिन गएको आउनु नि म त हिँड्सम्म आएको हिँड्न सक्दैन के गर्ने के आरामै भन्नु बा बाँचेकै छु के अरे अहिलेसम्म यति ठिकै छ भन तिम्रो हालखबर के छ सुनाऊ कहाँबाट खाना खानु घरमा एक टुक्रो रासन रहेनछ म त रासन लिनलाई एकछिन धेरै बाटो भेट नभएको यसो भेटघाट गरौँ साउनीसँग आजभोलि उता पनि आउने बुढेसकाल लाग्यो हिँड्न पनि सकिन्न त्यही भएर आफै आए बा म त ए हो र हजुर के लिन आउनुभएको नि अಯ್या बिहानदेखि चिया खान नपाएर एक केजी चिनी हालिदेऊ एउटा पोको चियापत्ती हालिदेऊ अनि 1 केजी दाल हालिदेऊ त बा अಯ್या भइहाल्छ नि हाम्रो अरू भन्नु अरू पर्दैन त आउँछु बिस्तारै आउनुहोस् न नानी हजुरलाई भन्नुहोस् के चाहियो ए मलाई सामानहरू चाहिएको थियो त्यही भएर आएको हजुरलाई के सामान चाहियो भने भन्नुहोस् न मलाई यो दालमुरी पनि हालिदिनु अनि यो चाउचाउ अनि बिस्कुटहरू पनि सबै छुट्टा छुट्टै प्लास्टिकमा हालिदिनु है हुन्छ नि प्लास्टिक डबल गरेर हालिदिनु है सामान डाँडा लैजान्छ दिदी होइन के भन्छ नि नानीहरू गच्छीले हिर्काइदियो कि क्या हो म त यो के गर्यो तिमीहरू लाग्दैन म त सामान म यहाँ बुढी मान्छे भएर यहाँ घरबाट यहाँ चेक्या मेक्या थैला सैला बोकेर यहाँ पसलमा आउँछु तिमीहरू पढा लेखा मान्छे भएर मूर्खहरू यो प्लास्टिक धेरै भयो भने त फोहोर जताततै फालेर वातावरण प्रदूषण भइहाल्छ नि तिमीहरूलाई थाहा छैन मैले मात्रै गरेर वातावरण प्रदूषण हुने रामा अरूले पनि गर्छन् त पहिला आफूदेखि लागु गरे पो अरूले लागु गर्छन् यो प्लास्टिक सबै एउटै प्लास्टिकमा अट्छ त यो किन छुट्टा छुट्टै प्लास्टिकमा लग्नु पर्यो हो तिमीहरूलाई सामान टाढा लैजान्छु आमा त्यही भएर हो झोला पनि ल्याउनु भएन अయ్యా झोला पनि ल्याउन भ्याएन भनेर हुन्छ र म बुढी मान्छेले यो घरका एक थैला फेरि प्रयोग गरेको छु तिमीहरू पढा लेखा मान्छे भएर जनावरको जस्तो व्यवहार गर्ने प्लास्टिक अయ్యా मलाई गरे रामको भैँसीले मलाई सिरेर आएर बिरामी परेर रामलाई आफत विपद छ के गर्नु तिमीहरू बुझेन यो सबै एकै ठाउँमा अट्ने सामान थरी थरी प्लास्टिकमा नलैजाऊ भनेर सम्झाएको थियो गर्मी भयो बढी काट्थ्यो यो प्लास्टिकले सबै प्लास्टिकले हामीलाई मात्र नभए यो सबै वातावरणमा प्रदूषण गरेर हामीले मात्र नभए पशुहरूलाई पनि यहाँ असर परिसक्यो धरती आमालाई कति पीडा भइसक्यो तिमी पढा लेखा भएर जनावरको जस्तो व्यवहार गर्छौ के भन्नु साध्य छैन के गर्नु हो नि बुढी आमाले भनेको कुरा एकदमै सही हो तिमीहरूलाई थाहा छैन तिमीहरूले गर्दा धरती आमालाई कति पीडा भएको छ आमा हजुरको हजुरलाई यो अब पहिलोपटक देखेँ नि म तिमीहरूको धरती हो तिमीहरूले मलाई पीडा दिइरहेका छौ र म सहन नसकेर आज यहाँ मेरो मनको कुरा पोख्न आएकी हुँ धरती आमा के भयो के हुनु नि तिमीहरूले यसरी जताततै फोहोर फाल्छौ जङ्गलमा भएका रुख बिरुवाहरू काटेर जङ्गल विनाश गर्छौ नदीमा ढल मिसाएर नदी प्रदूषित पनि गर्छौ त्यसैले त जलवायु परिवर्तन भइरहेको छ तिमीहरूलाई थाहा छैन र हो त्यसैले त अहिले पृथ्वीमा गर्मी बढिरहेको छ जलवायुले गर्दा हाम्रो भविष्य नै जोखिममा पारिदिएको छ त्यसैले होला अहिले बाढी पहिरोहरू पनि बढिरहेको छ त्यो त हो हाम्रो मेरो साथीले चाहिँ समस्या भनिदिनु भयो अब धरती आमाले चाहिँ समस्याको समाधान गरिदिनु पर्यो तिमीहरू यसरी जताततै फोहोर नफाल हे मनुष्य हो तिमीहरू यसरी जताततै फोहोर नफाल जङ्गलमा भएका रुख बिरुवाहरू नकाट नदीमा ढल नमिसाऊ र नदी प्रदूषित नगर यति गरेपछि त हाम्रो वातावरण सफा भइहाल्छ नि
सरको मोबाइल हिट भएर भिडियो भए नि मेरो नि हिट हो हुन्छ नि धरती आमाले भनेको कुरा एकदम ठिक हो समस्या समाधान गर्ने त सबैको जिम्मेवारी हो नि हो जलवायु परिवर्तनको कारण हाम्रो पृथ्वीमा धेरै असर परेको छ यसलाई समाधान गर्न हामीले के भूमिका गर्न सक्छौँ अझै थप जानकारी बताइदिनुहोस् न हामीले कुहिने र नकुहिने फोहोर मध्ये कुहिने फोहोरलाई खाडलमा जम्मा गरेर र डस्टबिनमा जम्मा गरेर मल गराएर करेसाबारीमा प्रयोग गर्न सक्छौँ भने नकुहिने फोहोरलाई कुनै एक स्थानमा जम्मा गरेर राख्न सक्छौँ हामीले कुनै एक रुख काटेको स्थानमा 10वटा रुख रोपेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सक्छौँ हामीले प्लास्टिकको प्रयोग कम गरेर त्यसको सट्टा कपडाको झोलालाई प्रोत्साहन गर्न सक्छौँ हामीले फोहोरलाई पुनः प्रयोग गरेर फोहोरको व्यवस्थापन गर्न सक्छौँ र यसले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न गर्छ हो नि उहाँले भनेको एकदम ठिक हो प्लास्टिकको कम प्रयोग गर्ने प्रयोग गरेको प्लास्टिकलाई पुनः प्रयोग गर्ने यसले गर्दा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सकिन्छ नि ए हो र मलाई त आजसम्म थाहा नै थिएन अबदेखि म फोहोर जताततै फाल्दिनँ र अरूलाई पनि नफाल्ने भन्छु र बिर्सेर गर्छु र पानीको मुहान वरिपरि सरसफाइमा ध्यान पनि दिन्छु म पनि अब कपडाको झोला प्रयोग गर्नेछु र प्लास्टिकको न्यूनीकरण गर्नेछु अయ్యా सबै नानी बाबुहरूले यति राम्रो कुरा थाहा पाएका रहेछन् वातावरण प्रदूषण हुन्छ भन्ने थाहा पाएका रहेछन् यी नानीले मात्र अघि एउटै प्लास्टिकमा अट्ने सामानभरि थरी थरी प्लास्टिकमा लगेर वातावरण प्रदूषण गराउन खोज्दै थिइन् अब त बुझ्यौ नि नानी तिमीले आमा बुझेँ अब म पनि प्लास्टिकको कम प्रयोग गर्छु र अरूलाई पनि कम प्रयोग गर्न लगाउने छु हो बेदामा अब हामी सबै मिलेर प्लास्टिकको न्यूनीकरण गर्नेछौँ र वातावरण संरक्षण गर्नमा विशेष ध्यान दिनेछौँ यसरी हामी सबै मिलेर काम गर्यो भने त हामीले आफ्नो वातावरण सफा राख्न सकिहाल्छ नि होइन र हो नि आमा यसरी हामी सबै लाग्नुपर्छ लाग्नुपर्छ हुन्छ नि आमा धेरै धेरै धन्यवाद साथीहरू सम्पूर्ण पात्रहरू साथीहरूलाई र अब चाहिँ हामी कार्यक्रमको मध्यतर्फ पनि छौँ अब हजुरहरूले यस सडक नाटकबाट केही शिक्षा आर्जन गर्नुभयो होला भन्ने आशा अपेक्षा मण्डली सङ्घालेका छौँ अब पनि हामी चाहिँ यस सडक नाटकमा के बुझ्यौँ त अब यस सडक नाटकमा अब हाम्रो जलवायु परिवर्तनले गर्दा हाम्रो विश्वभरि प्लास्टिकहरू फोहोरहरूले गर्दा एकदमै प्रदूषण भइरहेको छ त्यस प्रदूषणलाई अब कसरी न्यूनीकरण गर्न सक्छौँ भनेर हामीले अहिले सडक नाटकबाट अहिले जनचेतना फैलाउने काम गरेका थियौँ अब चाहिँ हामीले जलवायु परिवर्तन न्यूनीकरण गरेनौँ भने हाम्रो भावी पुस्ताहरूले दुःख पाउनेछन् हाम्रो भावी पुस्ताहरूले जलवायु परिवर्तनकै कारणले हाम्रो भावी पुस्ताहरूले वन जङ्गल हरियाली नदी नालाहरू स्वच्छ भएको देख्न पाउनेछन् त्यसैले अब हामीसँग सरकारको जिम्मेवारी मात्र नभएर हामी सबैको कर्तव्य हो त्यसैले अब हामी एकजुट भएर फोहोर न्यूनीकरण जलवायु परिवर्तन न्यूनीकरण गर्न हामी सबैले हातमाले गर्नुपर्छ हामीले विश्वभरि फैलायो भने हामी अवश्य पनि सफलतामा पुग्नेछौँ भन्ने आशा अपेक्षा मण्डली सङ्घालेका छौँ र अब हामी चाहिँ कार्यक्रमको मध्यतर्फ पनि आइसकेका छौँ यस कार्यक्रमबाट हामीले के शिक्षा पाएँ के आर्जन पाएँ भन्ने यहाँलाई केही भाव लागेको छ भने केही यहाँले के बुझ्नुभयो त यहाँबाट केही बुझ्नुभयो भने यहाँलाई केही छ भने यहाँले केही भनिदिन सक्नुहुन्छ कोही हुनुहुन्छ त्यस्तो धेरै धेरै यहाँलाई यहाँहरू त्यस्तो धेरै सक्रिय हुनुभएको जस्तो मलाई लागेन र अब चाहिँ हामी कार्यक्रमको अब अन्त्यतर्फ पनि लाग्न चाहन्छौँ अब हामी प्रकृतिलाई हामी घृणा होइन माया गर्नुपर्छ र हामी प्रकृतिलाई माया गऱ्यौँ भने हामी आफै नै स्वच्छ हुन्छौँ हामी बिरामीबाट बच्न सक्छौँ बिरामी हुँदैनौँ हामीले जलवायु परिवर्तन न्यूनीकरण गऱ्यौँ भने हामी भविष्यमा आफूलाई सबैलाई बचाउन सक्छौँ हामी जलवायु परिवर्तनकै कारणले हामीलाई विभिन्न रोगहरू लागिरहेका छौँ त्यसैले अब हामी सबैको एकजुट मिलेर हामी जलवायु परिवर्तन न्यूनीकरण गर्नुपर्छ भन्ने हामीले यस सबै नाटकबाट यहाँहरूलाई शिक्षा आर्जन गर्ने पायौँ भन्ने आशा अपेक्षा राखेका छौँ अब चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ हाम्रो परिचय दिन चाहन्छु सर्वप्रथम त फेरि पुनः पनि नमस्कार म नारायण आचार्य म श्री त्रिभुवनीको क्लबको अध्यक्ष हो सबैजनालाई नमस्कार मेरो नाम प्रतीक कोइराला म त्रिभुवनीको क्लबको सदस्य सम्पूर्णमा मेरो नमस्कार मेरो नाम दिलीलाल म सरस्वतीको क्लबको सचिव सबैलाई नमस्कार मेरो नाम सुमन खड्का म बसन्तको क्लबको अध्यक्ष सबैजनालाई
नमस्कार, मेरो नाम झरना गुरुङ, म बसन्त इको क्लबको सदस्य। यहाँ सम्पूर्णमा नमस्कार, मेरो नाम चाहिँ रेन्सा गेवाली, म चाहिँ नगर इको सञ्जालको सचिव। यहाँ उपस्थित सम्पूर्णमा मेरो नमस्कार, मेरो नाम पुष्पा रावल, म सरस्वती इको क्लबको अध्यक्ष। धन्यवाद। यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा मेरो नमस्कार, मेरो नाम प्रशंसा सजन, म बसन्त इको क्लबको सदस्य। सबैलाई मेरो नमस्कार, मेरो नाम मनराज टमेटा, म सरस्वती इको क्लबको सदस्य। यहाँ उपस्थिति सम्पूर्ण मेरो नमस्कार, म सृष्टि स्वामी, म यस नगरस्तरीय इको सञ्जालको सदस्य। यहाँ उपस्थित सम्पूर्णमा नमस्कार, मेरो नाम कविता बुद्धिङ, म रेड क्रस इको क्लबको सदस्य। धन्यवाद। सम्पूर्णमा मेरो नमस्कार, मेरो नाम अञ्जना थापा, म श्री रेड क्रस इको क्लबको सदस्य। सम्पूर्णमा नमस्कार, मेरो नाम सञ्जिता नेउपाने, म रेड क्रस इको क्लबको सदस्य। यहाँ उपस्थित सम्पूर्णमा नमस्कार, मेरो नाम सीता नेउपाने, म रेड क्रस इको क्लबको अध्यक्ष। धन्यवाद। सबैजनालाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छौँ। त्यही भएर हामी छुट्टिनुभन्दा पहिले यहाँहरूसँग नाराबाट बिदा हुन चाहन्छु। फोहोर छुट्याउँ, फोहोर छुट्याउँ, प्लास्टिक हटाउँ, प्लास्टिक हटाउँ, सफा बचाउँ, सफा बचाउँ, सफा बचाउँ, प्लास्टिक हटाउँ, प्लास्टिक हटाउँ, फोहोर छुट्याउँ, सफा बचाउँ, सफा बचाउँ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। बाई बाई।